नमस्ते साथीहरू, आज म एकदमै विशेष ट्रेलरको रियाक्सन गर्न गइरहेको छु। यो मन त मेरो नेपाली हो। यो चाहिँ नयाँ फिल्मको ट्रेलर आइसकेको रहेछ। यो नाम नै देशको माया झल्काउनु खालको देखिन्छ। नेपालप्रतिको माया, आत्मसम्मान र पहिचानको कथा कस्तो होला? हेरौँ यो ट्रेलर कस्तो छ। मलाई यति मात्र थाहा छ, मेरो प्रश्नको जवाफ कहिले पनि पाउँदिन, कसैबाट पनि पाउँदिन, तर पनि मलाई यो प्रश्न गर्न मन छ। भाषा कहिले नथ्यो लाग्छ मलाई यो एकदमै इमोसनल टाइपको मुभी छ जस्तो लाग्छ। आमाको महत्त्व आमाको मृत्युपछि मात्र थाहा। हेर्नु न, यो सुरुमै पुरै मन छुने डायलग जस्तो छ त्यस्तो। यो मुभीमा चाहिँ देशको लागि कसरी सेक्रिफाइस गरिरहेको छ भनेर चाहिँ देखाइरहेको रहेछ। यो देश हामीहरूले बनाएको, हाम्रो धर्म संस्कृति माथि आक्रमण भइरहेको छ। यो त अति भयो। तेरो र आज म त्यही माटोमा आफ्नो भाषा बचाउनको लागि सङ्घर्ष गर्दैछु। म गरिरहन्छु पनि। मलाई के लाग्छ भने अब आउने जेनेरेसनले भाषा बिर्सिन्छन् कि जस्तो पनि लाग्छ। म पनि विदेश हुँदा यस्तो मुभीहरू चाहिँ प्राय हेर्ने गर्थेँ। अनि साह्रै यस्तो मुभी हेर्दा हेर्दै साह्रै देशको चाहिँ एकदमै याद आउँथ्यो। देशको आफ्नो मान्छेहरूको आफ्नो देश छोडेर आउँदाखेरि कस्तो हुन्छ त्यो बाहिर गएको मान्छेलाई मात्रै थाहा हुन्छ। अनि यो ट्रेलर हेरेर चाहिँ मलाई एउटा के लाग्यो भने आमा छोराको बन्डिङ चाहिँ एकदमै खतरा देखाएको छ यसमा।